धेरै पछि लङ टाइम पछि म भ्लगमा जोडिन लागिरहेको छु है। आज चाहिँ हामी यता लस्ती हो कि लस्ती भन्छ होला यो ठाउँमा लस्ती भन्छ होला यता मिलन र म यहाँ क्याम्प फायर आएको यहीँ माछा मार्ने अनि दुई दिन के 2 रात 3 दिनको लागि आएको हामी आज भर्खर आइपुग्यौँ। यस्तो छ लोकेसन यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ। घाम लगाइरहेछ यी सामानहरू टेनहरू माछा मार्ने सामानहरू छ अनि हामीसँग टेन छ। अब यहीँ यसलाई टक्क लाएर यो हेममा टेन लाएर बस्ने भन्ने छ। घरहरू छैन माथितिर छ के कस्तो हुन्छ है। अब धेरै पछि जोडिएको छु यसो गराउन मन लाग्यो नि त्यही गराइदिएको। ल अहिले एकछिनमा खोलामा भेटौँला एकछिनमा तयारी थाप्ने बेला भेटौँला। ल त हामी तयारी थाप्ने त्यो लग्छौ मिलनले लहन तिजो मस्त पारी जान्छन् मिलन यता पारीतिर म वारी थाप्दै मान्छे थाप्दै आउँछु है। अहिले थाप्ने बेला एकछिन थाप्ने बेला धेरै त देखाइन्न होला कोही पनि छैन खिच्ने एक्लै हो पारी यता जान्छन् मिलन। अब एक्लै 1-2 त थापेर देखाउँछु न भोलि छुटेको नि अब कति लाग्छ माछा देखाउँछु। ल लगाएछ अहिले भेटौँला थाप्ने बेला। लट्ट गाइस अब तिहार थापिरहनु र उगरिसकेको मैले के अरे तिहार थापेको मिलनले चाहिँ उहाँ पारी थाप्दै पार्यो उहाँ पारीतिर छ मोबाइल थापेको। अब यहाँ टेन लाने भनेको सामान लाने जस्तो लथानले है। अब टेन लाएर अहिले खाजा लिन जानु छ अनि रासनहरू के खानेकुराहरू लिन जानु पऱ्यो चामल अनि मासु लिन जानु पर्छ। अब टक्क लाएर मिलन आएपछि अब माथि मिलन चोक गएर लिएर आइन्छ। लगाएछ अहिले एकैचोटि अब टेन लाउनेलाई भेटौँला है। यस्तो उजै होइन क्या यार म्याट्रिक्स साल ठुलो लिने भनेको यत्रो सानो भएछ क्या यार माछा म्याट्रिक्स सानो भएछ र गाइस टेन त लगाएँ हावा चलिरहेछ यहाँ त्यो पुगेनहरू हल्का फुल्का हड्डाने गराएको छु मैले त्यहाँ सपोर्टहरू गर्न बाँकी त्यस्तो यहाँ छ। अब यहाँ खानु यहाँ चुला गराउने टन्ना सन्ना टक्क लाएर सिरेक प्रेस कुकर जाल पकाउने मन्टिप्लक सन्टिप्लक छैन यो यस्तोवाला हो क्या यो गाइस कस्तोवाला भनेपछि यस्तो यहाँ राखेर टक्ला राटी यस्तो बोल्नेवाला हो क्या लाइटवाला यसै छ साउन्डहरू सिरान लिएन अब कत्तिको जाडो हान्छ भन्ने कुरा आज है लिन लिन्छ अब टक्क लगाएको यस्तो गराएको सुत्ने कस्तो सुत्ने ल अहिले भेटौँ कडा टेन्सन नि हालिसक्यो मिलन आउँदैछन् पारिबाट अब सामानहरू लिन जाने होला यस्तो समोसा टक्क लगाएर है। ल अहिले एकछिनमा भेटौँ लगाएछ यार यस्तै छ अब सुख दुःख कस्तो हुन्छ अनुभव गर्नु पऱ्यो पहिलोचोटि है। ल सामानहरू लिएर आइसकेको हामीले राखनाहरू मिलन यहाँ बसेर आगो पुगेर सामानहरू अब निकाल्न पर्ने छ भाँडाकुँडा यो निकाल्न छ है। ल अब खानासाना पकाएर पकाउनेलाई भेटौँ ल नयाँ ठालो होइन मिलनले अब के काट्यो त मासु खान लाग्यो ल के हो लोकल कुखुरा ल्यायो क्या ल मिलनले यहाँ प्याज काट्दै गुलेरै भात बस्यो भात चाहिँ बसालिदिएको कलाएर हाम्रो चाहिँ यस्तो छ कि चार्जर होला लाइट पुरानो सिस्टमको
टक्कलारी डाँडा काँडा सबै हुन्छ अनार भइसकिन्छ अब दुईजना मात्र के हुन्छ है अहिले हेरौँला बेलुकातिर तर्सान दिन्छ के माछ साले ल कहिले भेटौँला केटा टर्काली बनाउने ल ल हाम्रो भातमा चाहिँ भर्खर सिटी लाग्दैछ है सी गर्दैछ अब तरकारीहरू चाहिँ काटेर रेडी बनाइसक्यो हामी चाहिँ अब ढुङ्गाको मुनि मस्त तरिकाले बसेर दुर्गा आराम गरेर आफ्नो मैले भात हेर्दैछु यहाँ हाम्रो लाइट साइडको व्यवस्था यस्तो छ व्यवस्था छ यही तरकारी काटेर राखिन्छ बिहानको लागि ब्रेडहरू छ यहाँ हाम्रो फिसिङ रडहरू थियो कि के भने माला थाप्दिएर हामी त्यहाँ थाप्नु सकेन हाम्रो कोठा चाहिँ यस्तो छ व्यवस्थित तरिकाले 5 स्टार भन्दा नि हाम्रो 3 स्टार हो खोलामा त मस्त तरिकाले मजाले भइसकेको छ ल अब फेरि अर्को भिडियोमा भेटौँला केही समयपछि मेरो सेफ दुर्गा मगरले चाहिँ अब मासु चाहिँ मिठो पकाउँछु भनेर है यस्तो पकाउँदैछन् के अब अहिले हेरौँ खाँदा कस्तो हुन्छ सेफको हालत यस्तो छ हाम्रो मासु हालेको छ अरू सामानहरू चाहिँ यहाँ छ भात चाहिँ पाकिसकेर रेडी छ हाम्रो टेन्ट छ यस्तो बवाल अहिले मासु चाहिँ मिठो पाकिसकेपछि हामी फेरि देखाउने छौँ ल लट्ट हाम्रो खाना है ल 7 बजे चाहिँ ल कक्कडा र मासु भात भोलि चाहिँ माछा खाइन्छ है माछाको झोल है फ्राई गरेर त्यहाँ छन् आगो ल टेन्टभित्र लठाइदिन्छ है कस्तो छ है ल त्यसो गर्नु पऱ्यो ल सुरु ल मिलन ए भात चराइन ल चराउ खुर्सानी आफूलाई मात्रै हाल्यो क्या छैन त्यहाँ छ डरले जान्छ तर ल्याउ त सुरु ल ल डल्ले खोर्सानी सहित कस्तो हुँदा चाहिँ नुन चाहिँ कमै भयो होला भिडियो खाँदै मिलन त्यो ल अहिले भेटौँला खाएर है ल लट्टे गाइस के अरे मिलन चाहिँ ओ जाल हाल्न खानु यहाँ जाल हान्ने खान मिलनले भर्खर जाल हान्न आएको मजाले बाहिर बसेको त्यो माछा लाग्छ लाग्न हेरौँ है माछा चाहिँ लाग्छ लाग्नै पढेर यहाँ हान्ने खान जाल ल अहिले भेटौँला केटा माछा लाग्छ लाग्न त्यही भएर अहिलेतिर सुधे खामला हेलो गुड मर्निङ गाइस गुड मर्निङ गुड मर्निङ गुड मर्निङ है केटा यस्तो शीत परेछ है रातभरि आमा खेर गुड मर्निङ केटा ल भर्खर उठेको अब ल अब यस्तो बाहिर फ्रेस हुनुभएको छ अनि यसरी भेटौँला केटा ल गाइस अब हामी उठेर नि यस्तो ट्रेन छ सर उठेर नि यस्तो खोला यस्तो उज्यालो यस्तो छ टङ 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 ए उठेर नि आगो सागो फुटे अब चियासा बनाएर कलाएर चियासा बनाएर खानुपर्छ बिहानमा कलाएर आगो नै रातभरि शीत अलि शीत झर्दो रहेछ ल अलि चियासा खाएर भेटौँ ल बिहान बिहानको चिया अरे चिया लेमन टी हो ल
टक्क लाएर हेरेर त्यो गरेर लट्ट गाइज हामी तयारी छुट्न आएको एउटा लङ तयारी म मिलन अगाडि छन् यहाँ लङ तयारी एउटा छुट्न आएको लामो अनि मिलन पारी जान्छ न तयारी छुट्न आफूले थापेको मैले वारी ल हेरमै गरी लाग्छ है माछा है यहाँ राखेको छ ए एउटा ल लामा ए यहाँ छ यो रोक्यो मिलन हट्के हो लास्टमा मोबाइल राखेर गएर चाहन्छु अहिले माछा कति लाग्छ हेरेँ लट्ट गाइस ए लङ ट्यार यहाँ दुईवटा ल यहाँ एउटा असला माछा बिहान बिहान फ्रेस एउटा यहाँ पातहरू लाग्दो रहेछ कि दुईवटा ल यहाँ थाहा लङ ट्यार ल अहिले चाहिँ अर्को अरू छुट्नेलाई भेटौँ न ल यस्तो ल हिमालयमा हिमालयमा घामला खाएर सबको लागि र त गाइस म खोलामा आएँ मिलन चाहिँ पारी छन् म चाहिँ वारी थालेको के कस्तो हुन्छ म टाइम स्लटमा राखिदिन्छु अर्को भिडियो बनाउने चाहिँ लामो हुन्छ होला टाइम स्लटमा राखिदिन्छु के कस्तो हुन्छ नि छुट्नेर देखाउँछु है माछा लाग्छ कि लाग्दैन है टक्कर घाम नि राखेर दामी हो यहाँ छ चारवटा क्या चारवटा छ चारवटामा अब टाइम स्लट राखिदिन्छु अब हेर्नु होला माछा लागेको कति लाग्यो अहिले लास्टमा देखाउँछु म ल र त गाइस चार र थापेकोमा तिनवटा लाग्यो एउटामा दुईवटा एउटामा एउटा दुईवटा खालि आयो माछा चाहिँ लास्टमा देखाउँछ है सो जाडो भएको लास्टै घामसाम लाग्यो ल त गाइस यहाँ थापेको टोटा तयारी ए माछा त बिग साइज लगायो दुईवटा टोटा तयारी यहाँ थापिदिएको यस्तो ल अहिले बढाउँला ल अर्कोमा डिएम भ्लग्स चाहिँ बिचमा गएर छुट्न भइसकेको छ नै अब माछा कति निकाल्ने हो त हेर है माछा भेगुटा माछा भेगुटा भइसकेको छ है त साथीहरू अब के गर्नु त यस्तै छ अब माछा भन्ने कुरा कहिले पर्छ कहिले पर्दैन र आजको शिकार असला माछा काली खोलाको सम्पर्क गर्नुहोस् खाने मान्छे दुर्गा भगानीलाई कामिनार काब्रा ल अब म घरतिर जान्छु मिलन यहाँ बस्छन् होला अहिले भेट्नु पर्छ बस्छन् होला रे यहाँ बस्छन् भनौँ न
लाटा यस्तो छ मिलनले माछा जस्तै गरेर लाखान् यस्तो छ अब छ त्यो पनि छ घाम नि खतरा लाग्छ है त्यो छ ल अहिले भेटौँला म घरतिर जान्छु म घर गएर अन्त आउने काम पऱ्यो म घर जान्छु ल अहिले भेटौँला ल फाइनल्ली म घर गएर नै आइसकेको छु ए मिलनले अब यस्तो प्लास्टिकमा हाल्दैछन् है आइज अब के गर्नु यस्तै छ अब खानासाना पकाउनु पर्छ ठगिट अवस्थामा अब माछा नि मार्यो फेरि ठापेको छ भोलि अब अन्तिम भोलि जानुपर्छ भोलि खाना खाएर जानु पनि सकिन्छ नखाएर जानु पनि सकिन्छ ल अलिक एकछिनमा भेटौँला ल लास्ट गाई आज चाहिँ बुङ्गुरको मासु है बुङ्गुरको मासु त अक्लाएर बुङ्गुर अब भातको मारेर भात भिजाएर राखेको है मिलनले काट्दैछन् अक्लाएर अनेर भइसक्यो लाट अब टर्केल सर्केल पकाइन्छ अनि भात पकाइन्छ अनि अहिले भात खाने बेला भेटौँला ल म टर्काले पकाइन्छु ल ल त त्यस्तै छ अब के गर्ने अब सुख दुःख गर्नु पऱ्यो है खोलाको टिरमा अनुभव चाहिँ भयो पहिलो अनुभव फर्स्ट एन्ड लास्ट होला हुनसक्छ ल ल त्यो मिलन आज डे 2 को नाइट कस्तो भइरहेको छ त जाडो खाइए अक्ला र बङ्गुरको मासु डल्ले खोर्सानी है खाना त मिला खाइए नि के सुत्न अलि पिडा ल अब्दी चाहिँ ल कस्तो छ यस्तो चाहिँ गर्नु पर्यो कतिचोटि चराउने हो चराउने ल है केटा टिमहरू आएन के गर्ने अब लभ देखाइ 2 जना मात्रै भयो भने रमाइलो गरिरहेको के गर्ने रमाइलो गर्ने केटाहरू आएन अब के गर्ने ल अब सुरु ल है दुर्गा टिम सुरु हानिसक्यो म पनि अब फर्स्ट बाइट हान्न चाहन्छु 2वटा खुर्सानी परिसकेको रहेछ मलाई नि ल ल ल ल खाना भेटौँला है मिलन है ल सुत्ने भेटौँ ल लास्ट गुड मर्निङ है डे 3 आज चाहिँ अन्तिम दिन अब हामी उठेर चिया पकाउने मिलन उठिसकिन्छन् क्या मिलनले चिया पकाउनु लान्न चिया पकाउनु ला चिया पाकिसकेर जाऊ ल राइस ल ओके ल गाइस अब डे 3 हो आज अब 50-52 घन्टा अब लगभग 55 घन्टा हुन्छ होला अहिले हामी बस्दासम्म अहिले डक्कलाएर खानासाना खाएर जाने भनेको ल अब अहिले भेटौँ एकछिन भेटौँ ल मिलन बिहान के गर्नु लाग्यो रक्सी खानु लाग्ने रम कुकुरी रम ल एउटा चिया बिहान चिया खानु लाग्यो यस्तो छ मौसम यार हुसो लास लाखाको हुसो र कुहिरोले मेरो मनै छोरे छ क्या ल गाइज मर्निङ है मर्निङ सबैजनालाई माया छ यस्तो चिसो मौसममा तातो चियाको सटै छुट्टै आनन्द होइन छेक्यो देउराली डाँडा हुस्यो र कुहिरोले जागए पनि छोडेन मलाई मायाको डुइरोले तेनैमा बसेर जिस्काउनु पर्दैन छेक्यो देउराली डाँडा हुस्यो र कुहिरोले कस्तो छ गाइज मेरो गीत भनिदिनु चाहिँ ल अहिले एकछिनमा एउटा लाग्डा हिजोको ठाउँमा फेरि थापेको आज नि बिग साइज एउटा 2टा 3टा लगाइसकेको छ है बिहान यस्तो छ मौसम जुरभित्र
टक्कलहरू रसी तिनवटा खाट अनि त्यो दामी लगाएर चाहिँ एउटा बिग साइज दामी लगाइसकेको छ ल अहिले बढाउनु एउटा बिहान गएर हिजो 2 तलाई थियो आज 3 तलाई चाहिँ मिलनले माछा उस्कान लाग्ने ठुलो खाने यहाँ 2 हालेको छ यस्तो छ अब खुल्लै छ अब 7 बजिसक्यो 8 बजेतिर छुट्न जानुपर्छ पारी वारी थापेको छ ल अहिले एकछिनमा भेटौँला केटा हो Duita maca. दुईटा माछा फ्राई गर्ने हिजोको बङ्गुरको तरकारी भातहरू छ अनि त्यही खाने अब भात अनि दुईटा माछा टक्कला माछा फ्राई दुईटा अनि तरकारी भातहरू छ हिजोको बेलुकाको त्यही खाने लगडाले खाना खाने बेटामलाई अब टक्कला र माछा बुङ्गुरको मासु हिजोकै भात छ माछा फ्राई गरेर खाएको ल अब टक्कला खाइन्छ अनि अब टेन्सन प्याक गरेर घरतिर गइन्छ ल अहिले एकछिनमा देखाइन्छ कति माछा लाग्यो आज त्यहाँ ठुतिर ल केटा खान्छु मिलनले आज मारेको माछा एउटा ट्यारी ल आज मारेको माछा यही हो केटा हो मसला माछा फ्रेस ल घाममा सेकाएर यस्तै साथिदिने अब ल यो ठाउँमा लिन आनु है सबैजनाले यो ठाउँमा लिन आनु ल केटा हो अब यही हो माछा चाहिँ यही हो मारेको हिजो छुट्टै थियो हिजो घर लगिदिएको आजको माछा चाहिँ यही हो ल अब चाहिँ अहिले अन्तिममा भेट्नुपर्छ होइन मिलन अब टेन्सन उक्काउनु पऱ्यो अब बेर भइसक्यो पोल्डेर जानु सकिन्न ल यस्तो छ घाम लाग्यो ल अहिले एकछिनमा भेटौँ लाग्दा अब घर जाने बेला प्याक गर्न हो ल ए हाम्रो घर चाहिँ यहाँ थियो है ए अब सफा गरेर अब अन्तिम सफा गरेर जानु लाग्यो अब बसी सफा गरिनु पऱ्यो खोला तिरमा भयो नि ल कडा हो ल अहिले एकछिनमा बाटोमा गएपछि भेटौँ ल स्कुटी हुने ठाउँमा गएर लट्ट गाइस अब सामानहरू यस्तो छ यहाँ छ झोला छ यहाँ झोला छ ल यति नै भन्दै अब यो हाम्रो यो टुर 3 दिनको टुर यहीँ समाप्त हुन्छ ल अर्को भिडियो भेटौँला कडा हो ल चाँडै नै भन्ने कि सायद यो भिडियो अब यति नै गर्न चाहन्छु ल